साथीहरू गाई भएको ठाउँमा आइयो यी कत्रो ठुलो छ यी ख्यालमै के भन्नु अब बाउ आमा बन्नलाई यो के भन्नु यही हेर्नु साथीहरू घरतिर लाग्यो घरतिर लाभ पर्न लाग्यो लाभ पर्न अब घरतिर जाने घरतिर हेलो एन्ड नमस्ते साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि सन्चै आरामै छौँ र फेरि पनि आज नयाँ भिडियो लिएर हामी उपस्थित भइसकेका छौँ र आज हामी यही घर नजिकैको यो आसो बोनो सातो भन्ने ठाउँमा आएका छौँ यो आसो बोनो सातोको परिसरमा छौँ र आज मेरो काम थियो र काम सकेर भर्खरै मान्छेले चाहिँ हल्का एक्सर्साइज गर्नुपर्छ साथीहरू तपाईँहरूलाई थाहा नै छ त्यसरी यो ठाउँमा आएको तल चौर छ हामी चाहिँ यहाँ गाडी पार्किङ गरेका छौँ उता देखाइदिनुहोस् त ल यता देखाइदिनुहोस् यता यता ल त्यो गेट छिरेर उतापट्टि ठुलो चौर छ त्यो चौरमा घुम्न जाने साथीहरू कान्छीलाई चाहिँ अहिले दौडाउँछु म आसो बुनो सातोको परिसर साथी एकदम ठुलो अहिले चाहिँ सबै फर्किसक्यो भन्नेलाई एकदम भिड हुन्छ गाडी पार्किङै पाइन्न अब भित्रहरू जान्छौँ सबै यहाँ परिसरहरू देखाउँछु मेरो साथीहरू के हेरेको सानो मान्छेलाई हेरेको ल हामी चाहिँ अहिले चाहिँ यो आसो बोनो सातोको परिसरमा आइसकेका छौँ साथीहरू ल घाटी यहाँ छन् कान्छी यहाँ हुनुहुन्छ अब हामी चाहिँ माथिदेखि त्यो गाई भएको ठाउँमा गइन्छ ल आज चाहिँ हामी यतातिर यसो कान्छीलाई डुलाउनु लागि आइयो ल घुम्या छ ल अब हामी चाहिँ आइयो है त साथीहरू हिँड्नुहोस् हिँड्नुहोस् हिँड्नकै लागि आएको हामी हिँड्नकै लागि आएको हिँड्नुपर्छ ल किनभने गाडी आएन अहिले चाहिँ राति हामी 6 बज्यो नि त मेरो काम चाहिँ 5 बजीसम्म थियो अनि घरमा आएर म खाना खाएको थिएन खाना खाँदा एकछिन आराम गर्दाखेरि 6 बज्यो 6 बजे ठ्याक्क हामी घरबाट हिँडेको अब बेलुकी आजभोलि चाहिँ के भन्छ दिन लामिएको कि रात लामिएको के भन्छ दिन लामिया होला है त्यही भएर 6 बजे 7 बजीसम्म 7:30 बजीसम्म आजभोलि उज्यालो हुन्छ ल साथीहरू त्यो पारिदेखि चाहिँ यहाँको पहाडहरू त्यही हेर्नको लागि आउने यहाँ दर्शक महानुभावहरू तिमीलाई कुनबाट हिँड्न ठिक हुन्छ अब त्यो त तिमी सक्दैनौ हिँड्नु है यताबाट त्यो होइन खाइदानबाट भर्याङबाट तिमीलाई गाह्रो हुन्छ बिस्तारै हिँड्नुहोस् ल हिँडेन साथीहरू यस्तै छ है के गर्नु ख्यालमै के भन्नु अब बाउ आमा बन्नलाई यो के गर्नु ख्यालमै दिल बस्यो कान्छी सालिया भने त ख्यालमै हामी पनि बाबु आमा भन्न लाग्यो ल कान्छी साली कान्छी मात्र भन्छु नि साथीहरू ल है अब लास्ट है ल यहाँ माथि तपाईँहरूलाई गाई भएको ठाउँमा लिएर जाँदैछौँ गाई भएको ठाउँमा त्यहाँ जानुको लागि माथि उक्लेको हावाले त कान्छीको टोपी त खसाल्देला जस्तो उडाइदिएला जस्तो गऱ्यो कान्छीले चाहिँ टोपी समात्दै छिन् त हरियाली हुन्छ सबै कस्तो दामी हुन्छ यहाँ पनि दुबोहरू हरियाली भइसकेको छ आउनुहोस् बस्नुहोस् ल तिम्रो पछाडि त्यहाँ सानो उसले हेरिरह गाईको बच्चाले ल कान्छी थोरै हिँडेर अब फेरि थाकिसके यो भनेको अब जिउके थोरै विश्राम ल है साथीहरू हामी त अहिले घाटको गजबको चाहिँ बसेछौँ अब गर्मी सिजनमा त गर्मी सिजन लाग्यो नि त अब यहीँ हावा खान आउने अब मजाको यो हाम्रो आसो यो बिनामी यसो हामी पनि ठाउँको खेल्ने डुल्ने अब टाइम पास यसो हावा खाने भनेको चौरहरू अथवा यो थोरै आगहरू भएको ठाउँ यही मात्र साथीहरू अब यहीँ आउने जति भएको मान्छेहरू यहीँ मात्रै आउँछ यो भनेको यो अगाडिको भएको अब त्यहाँ पछाडि चाहिँ तपाईँहरूलाई देखाएन थियो नि त
योभन्दा पहिलाको भिडियोमा तपाईँले हेर्नु भएको छ होला सायद कोकिया फुलको भिडियोहरूमा योभन्दा पछाडि हो त्योभन्दा पछाडि खतरा भ्यूहरू छ अनि कुकुर डुलाउने यहाँ चापामा चाहिँ छुट्टै चौर हुन्छ क्या अब अहिले देखाउँछ साथीहरू त्यो पनि चौरमा कुकुर हुन्छ सबै त्यो कुकुर डुलाउन आउँछन् कि मान्छेहरू यहाँ जापानिजहरू आउँछ भोटियाहरू सबै त्यहाँ अहिले देखाउँछ साथीहरू अहिले हामी यस्तो गाई भएको ठाउँसम्म आएको यस्तै चाहिँ जिन्दगी जाडो भयो तपाईँ हल्का जाडो हावा चलिँदैछ नि यहाँ नेपालतिर हिमाल हेर्छन् भने यहाँ चाहिँ पहाड यसको नै छुट्टै नामहरू छ ऊ तल पोस्टरमा लेखेको मैले तपाईँले देखाउँछु यो साथीहरू जापानिज नामहरू अब त्यति पर्फेक्ट आउँदैन है ल अहिले देखाउँछु त्यो साथीहरू 6 बजेको भ्यू पनि दामी छ त है ल जाडो भयो ल ठिक छ ल एकछिन घुमेर अनि हल्का चौरमा तलको चौरमा घुम्ने नि त घरतिर जाने है फाइनल्ली साथीहरू ल गाई भएको ठाउँमा आइयो यी कत्रो ठुलो छ यी गाईको बच्चा पनि छ यहाँ कान्छी ल आइयो यो यसको बच्चा भयो त्यो आमा भयो ल यस गाई भएको ठाउँमा आइयो ए त दामी हुन्छ नि कान्छी वाउ टाइल जस्तो हो त्यो त टाइल जस्तो चिल्लो ढुङ्गा नि कस्तो मजाले बनाएको ए सिट रहेछ यहाँ अब अलि पछाडि बच्चा लिएर आउने अब ल यहाँ विदेशीहरू यिनीहरू आएको हो आएको विदेशी हो जापानिज हुन्छ ल है साथीहरू हामी यो गाई भएको ठाउँमा त तलतिर जान्थ्यौँ कान्छी अब यहाँ हिँड्छु भनेर ल बिस्तारै कान्छी अब उता त्यत्रो उता त घुम्नुपर्छ भनेर अब योबाट जाम भयो योबाट छिटो हुन्छ भनेर अब यस्तोमा हिँड्नु फेरि ल के भन्नु हाँस बिस्तारै बिस्तारै अगाडि गएर है अलि राम्रोसँग हिँड्नुहोस् है राम्रोसँग हिँड्नुहोस् साटो ठाउँमा हो साथीहरू यी ल आइयो ल सकुशल उत्रनु भयो है त कान्छी ल अब गाडी यहाँ राखेको छ अब फेरि अब तलसल लिएर जाने होला नि अब के यहीँ पार्किङ गर्ने हो यहीँ राख्नु भयो ल साथीहरू अब हामी चाहिँ यहाँ माथि गाई अब तलतिर जान्छौँ गाई भए त के भएको ठाउँमा जान्छ गोरु भएको ठाउँमा जाने अब गाई भएको ठाउँमा त हामी अब तलतिर जान्छौँ साथीहरू गाडी अब यहीँ चाहिँ ल ए म अस्ति तपाईँलाई भिडियोमा भन्दै यो ताँसुको चाहिँ के हो भनेपछि लाइसेन्स निकालेको 1 वर्ष नपुग्दासम्म यो ताँस्नुपर्छ क्या लाइसेन्स निकालेको 1 वर्ष भयो भने यसलाई निकाल्नुपर्छ अनि यो तास्यो भने यो भर्खर लाइसेन्स निकालेको रहेछ सिकाएको रहेछ भन्ने थाहा हुन्छ अरूलाई पनि अनि अरूले पनि बुझ्छन् त्यही अनुसारको केही बाटोहरू मिस्टेक भयो भने केही भयो भने बुझ्छन् त ट्राफिकहरूले पनि पुलिसहरूले पनि त्यही भएर यो चाहिँ ताँसिराख्नुपर्छ साथीहरूलाई पार्किङ त कति छन् नि यहाँ साथीहरू अब हामी चाहिँ तल जानु लाग्यो वेस ल साथीहरू आयो है त आसुबन सातु ल अब हामी यहाँ त भित्र छिर्छौँ ल यहाँ चाहिँ नोमिमनो भनेको खाने चिजहरू पिउने चिजहरू पैसा हाल्ने खाने ठाउँ पनि छ ल यताको परिसर अब यस्तो छ साथीहरू ल यहाँ बस्ने ल यहाँ चाहिँ फोटो खिच्ने ठाउँ यस्तो छ है ल हामी चाहिँ आइयो फाइनल्ली ल जस यहाँ चाहिँ जापानिजहरूले काठको कुर्सी सदुपयोग गर्छ काठको लगाएर चाहिँ क्या मजाले मिलाएर आएछ ल ल यहाँ चाहिँ कोइन हालेपछि त पारि पारिको भ्यूहरू हेर्ने हो
कान्छीले है अहिले मैले तपाईँहरूलाई भन्दै साथीहरू यही हो कि यो पहाड सबैको आफ्नो नाम यो पहाडको नामहरू यो यो पहाड यो त्यस पछाडि यो चुच्चे भएको त्यो चुच्चे भयो अनि यो धुवा उडेको यो साइडमा यो भोल्कानो भन्ने ठाउँ साथीहरू के हो बुझे पो ल कान्छीले हेर्छ यस्तै काठे इङ्ग्लिस नेपालमा काठे इङ्ग्लिस भन्छ नि जस्तो जस्तै यास कम गो भनेर बोलेको थियो यहाँको हाम्रो भाषा त्यस्तै हो काठे भाषा हो यी कता हराएको र यहाँ मन टाल्यो भनेको नभेट हुनुपर्छ अनि केको ल अहिले 7 बज्न लाग्यो बेलुकीकै त्यही भएर पसल सफल होटेलहरू सबै बन्द यहाँ चाहिँ घुम्न आउने ठाउँ मात्रै ल अहिले चाहिँ सब खालि हेर्नलाई छ है तपाईँहरूले भन्थ्यो कुकुर डुलाउन आउँछ भने भर्खर सुरु हुन लाग्यो उदाउने यिनीहरूको काम भनेको कुकुर डुलाउने पार्कको त्यो वरिपरि सबै घेरापट्टि गरेको छ नि त त्योभन्दा भित्र कुकुर हिँड्ने ठाउँ हो डुलाउने ठाउँ कुकुरलाई उहाँ पनि छ नि त्यहाँसम्म कुकुरसँगै खेलिरहने ल यहाँ पनि दिएको सबै पहाडको नामहरू खतरा 8 बनाएको है साथीहरू फर्कन लगाएको कान्छी चाहिँ हल्का अब तल चौरतिर जाऊँ भनेको सक्नु भएन पेताली दुख्यो म भनेर अब यहीँ हिँडेँ अलिअलि यहाँनिर यताउता गऱ्यो एकछिन 3-4 चोटि गरेर अब गाह्रो भयो कि ल अब पछाडि म पनि हिँड्छु ल अब हामी चाहिँ जान्छौँ साथीहरू अब पछाडिको भ्यू पनि खतरा देखिया ल साथीहरू अब हामी चाहिँ जान्छौँ जाडो पनि भयो अहिले त ल हामी चाहिँ नयाँ सालमा नेपाली नयाँ वर्षमा हामी चाहिँ नयाँ च्यानलको सुरुवात गरेका छौँ साथीहरू एउटा भिडियो पनि हालिसकेका छौँ हामी चाहिँ सुरुमा चाहिँ तपाईँहरूलाई च्यानल लिएर आउँदैछौँ तपाईँहरूलाई केही सरप्राइजहरू पनि लिएर आउँदैछौँ भनेर हामीले एउटा भिडियो बनाउँछौँ बनाउने भनेर हामी बसेका थियौँ तर त्यो अहिले हालेको फर्स्ट भिडियो चाहिँ हामीले 1 हप्ता 10 दिन अगाडि नै हामीले भिडियो बनाइसकेको थियौँ त्यो भिडियो त्योभन्दा अगाडि एउटा भिडियो बनाउँछौँ हामी चाहिँ भनेर सोच बनाएको थियौँ तर हामीले समय नभएर हामीले बनाउन पाएनौँ त्यसैले डाइरेक्ट तपाईँहरूलाई नयाँ सालमा कान्छीको प्रेग्नेन्ट भएकोहरू सबै एकैचोटि नयाँ सालमा चाहिँ रिभिल गर्नको लागि भनेर हामी बसेका छौँ त्यही भएर हामीले एकैचोटि भिडियो हालिदिउँ साथी हो त्यसैले तपाईँहरूले माया गरिदिनु होला हाम्रो पुरानो च्यानल चाहिँ च्यानल रिमुभ भनेर देखाएको छ च्यानलै उडेको छ किन हो त्यो चाहिँ थाहा भएन सायद 3 महिनामा आउँछ होला भन्ने आश छ आयो भने आएन भने अब चाहिँ तपाईँहरूले यही सानो च्यानललाई चाहिँ सबैजनालाई माया गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छ है त साथीहरू सबैजना सब्सक्राइब हानिदिनु पऱ्यो पहिलाको जस्तै माया देखाइदिनु पऱ्यो त हामीलाई है ल आउनुहोस् बिस्तारै आउनुहोस् ल साथीहरू अब यहाँको अन्तिम दृश्य है त ल ट्याङ ल नि साथीहरू ल वाउ नेपालको चर्केपिङ जस्तो एउटा सानो अस्ति अस्ति बनाएको छ नयाँ चाहिँ त्यो ठुलो चाहिँ पुरानो है कान्छी चाहिँ तल झरिसक्यो नि ल हेर्नु साथीहरू पानीबाट हो क्या कान्छी यो पानीबाट माथि पानी छ त्यो पानी त्यो घुमाइदिन्छ क्या ल यो सानो भुन्ते त्यो भुन्ते यता अर्को भुन्ती एकछिन हिँड्दा गाह्रो भयो मान्छेलाई के हो यो फुल हो है यो फुल चाहिँ होला यो फुलै हो सायद मेरो विचारमा ल ल साथीहरू यही हो तपाईँहरूलाई देखाउँछौँ भनेको तिमी नआएर हो ल लागौँ अब लेट्स गो बेबी लेट्स गो दस्तै हो त क्या ल लाग्यो घरतिर लाग्यो घरतिर लाभ पर्न लाग्यो लाभ पर्न अब घरतिर जाने घरतिर
घर जाने क्या घर होइन यहाँ गएर त फेरि खाना पकाउनु खाना पकाउनु पर्यो खाना पर्यो हो त खाना पकाउनु खै कसले अब भाइ ल हामी चाहिँ यहाँ फर्कियौँ एउटासम्म त कान्छी मलाई गाह्रो पो छ त फेरि यहाँ हामी त्यहाँ त 3-4 जना पो छौँ त आजभोलि त ल आइयो गाडीमा अब लाग्यो घरतिर लाग्ने बेला भयो साथीहरू रात परिसक्यो घर त अँध्यारो भयो अब घर जाने ए अर्को एउटा कुरा भन्नै बिर्स्यो तिमीले भर दिनुभयो भनेर हाम्रो कान्छी चाहिँ 1 वर्षको लागि छुट्टी बसेको छ नि साथीहरू 1 महिना हुनु लाग्यो अनि चाहिँ झन् यो बच्चा हुने त्यो पाउने भन्नेको पेटभन्दा नि झन् ठुलो पेट भएर बस्ने हो क्या कान्छी चाहिँ छुट्टी बसेको हो अहिले कम्पनीले चाहिँ छुट्टी दिइसकेको छ अनि अलि चाँडो निको भएर सन्चो भएर अनि आफू चाहिँ काममा जान सक्छु म काममा आउँछु भन्यो भने चाहिँ कम्पनीले नयाँ भन्दैन आइज भन्छ कम्पनीले चाहिँ ओके भन्छ तँ पनि सकिस् भने आइज जतिखेर पनि ओके छ भने त्यसरी कान्छी पनि अब छुट्टी लिएर बसिसकेका छन् त्यही भएर आजभोलि पहिला काम हुँदाखेरि दुःख भयो अहिले चाहिँ छुट्टी बस्दा चाहिँ अब टाइम बिताउने गाह्रो बस्छ उसलाई पनि मैले बिहान अथवा बेलुकी 10 बजीसम्म काम हुन्छ साथीहरू बिहान 6 बजी निस्किने बेलुकी 10 बजी आउने अनि ऊ चाहिँ एक्लो हुन्छ आजभोलि चाहिँ त्यही छुट्टीको बेलामा हाफ छुट्टी हाफ काम भएको बेला चाहिँ म कान्छीलाई यसो टाइम पास दिलाउँछु साथीहरू अनि फुल छुट्टीको बेला बिहानै उठेर दौडिन्छौँ हिँड्छौँ रहेछ ल जाऊँ त नि त्यसको बेबी ल साथीहरू लाग्यो है त अब हामी त ल यस्तो रात पऱ्यो साथीहरू घरमा आइसकियो ल यही हो हिँड्ने बाटो यहीँ छ नि रोडबाट है हाम्रो घर बस्ने घर यही हो आइयो बासस्थानमा आइयो हाम्रो ल आज पनि कान्छीलाई एकछिन घुमाएर पनि आइयो ल ल साथीहरू अब हामी चाहिँ घर आइयो ल उता पर्दा खोलेर गएछ नि हो पर्दा खोलेर गएको ओके ल आउने बित्तिकै यता फेरि यस्तो सानो पुन्ते सोफा छ साथीहरू कान्छी चाहिँ यता रुममा आएर बसेर टिका लगाएर बसेको छैन यता पुन्ते सोफा आएको यो चाहिँ यता चाहिँ ठुलो सोफा कान्छी चाहिँ यता बसेर हेर्छ ल अब घुम्न भनेर गएको मान्छे नि एकछिन घुमेर आइयो होइन ल साथीहरू अब जे जस्तो भए पनि हल्का आज एक्सर्साइज बनाएर आइयो के भन्ने अन्त्यमा सब्सक्राइब गरिदिनु होला ल साथीहरू जाँदै कान्छीले भने जस्तै अन्त्यमा हाम्रो भिडियोलाई मन पराउनुहुन्छ र अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु र आजको हाम्रो सानो छोटो मिठो भ्लगलाई पनि अन्त्य गर्न चाहन्छु बाई बाई।